हेलो साथीहरू, आज हामी चाहिँ सादा म्याक्सी कटिङ गर्न जाँदैछौँ नि, चोली नभएको वाला। यसको लागि चाहिँ हामीले 4 फोल्डमा यसलाई हामीले पटाएर राख्ने सुरुमा यसरी। अनि त्यस पछाडि हामीले ल्याउने पुरा लम्बाइ हाम्रो कति छ? 40 छ नि, 48 हो। पूरा लम्बाइ हामीले 48 हो, छोटो वाला के होला त्यही भएर। अनि त्यसपछि यति लम्बाइ ल्याइसके पछाडि गलो ल्यायौँ हामीले 2.5। गलोको लम्बाइ होइन, लम्बाइ 6 ल्यायौँ, यता पनि 2.5। अनि त्यस ठ्याक्क यसरी जोड्दियौँ। भनेपछि हामीले हामीले 6.5 काखी ल्यायौँ हामीले 6.5। अनि फेरि काखी हामीले 6.5 मा जोड्दियौँ। अनि छाती रहेको छ 40 को 40 खण्डै 10 ल्याउने, यो त गल्ती भयो त्यो पर्ने 10। पहिला यसरी ल्याउने कि यहाँबाट यहाँ 10 1.5 इन्ची अथवा 2 इन्ची। 2 इन्ची त म्याक्सिमम धेरै हुन्छ। भनेपछि 1.5 इन्ची अलिकति सिलाइ भाग रहने तरिकाले। अनि यहाँ कति रह्यो भनेपछि झन्झन 2 इन्ची रह्यो नि। भनेपछि यसमा यहाँबाट 40 को 4 भागमा हुँदा 10 हुन्छ। 10 को सिधा यहाँ आउँछ। अनि यहाँ हुन्छ। अनि यहाँपछि बल्ल यताको कपडाको ड्रप हुन्छ। अनि यो बाँकी रहेको सबै फेरि चुना हाल्ने। चुना कति आउने भयो त? चुना कति बेसी त सादा। यो बाँकी भएको सबैको चुना हुन्छ। ल काट्नुहोस् त।